नमस्ते सम्पूर्ण किसान साथीहरूमा म राम थापाको तर्फबाट भोलि चैत 22 गते शुक्रबारका दिनबाट लागू हुने गरी जिउँदो ब्रोइलर कुखुराको मूल्य दरमा परिवर्तन आएको छ। भोलिबाट लागू हुने गरी रु 270 कायम गरिएको छ। यसभन्दा अघि रु 260 रहेको थियो भने भोलिबाट लागू हुने गरी रु 10ले वृद्धि भई रु 270 सम्मको रेट कायम गरिएको छ। हजुरहरूको जिल्लामा अहिले जिउँदो ब्रोइलर कुखुराको मूल्य कति छ कृपया कमेन्ट बक्समा लेख्नुहोला, किनकि हरेक जिल्ला अनुसार आफ्नो रेट हुने गर्दछ। ब्रोइलर कुखुरामा यो रेट काठमाडौँ लगायतका 6 जिल्लामा लागू हुनेछ। हजुरहरूको जिल्लामा के कसो छ आफ्नो जिल्लामा भएको मूल्य कमेन्ट बक्समा लेख्नुहोला, ताकि सम्पूर्ण किसान साथीहरूलाई थाहा हुनेछ।